गाइस, नमस्ते अन्यगाछे सबैजनालाई। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम धेरै ठिक छु एन्ड वेलकम टु माई अनदर ब्लग। सो आज चाहिँ यो ब्लगमा म तपाईँहरू सबैजनालाई एकदम खुसीको खबर लिएर आएको छु। तपाईँहरूले धेरै सोधिराख्नुहुन्थ्यो मलाई इपिएसको फर्म कहिले खुल्छ दिदी भनिदिनुहोस् न प्लिज, अबको नयाँ फर्म चाहिँ कहिले खुल्नेवालामा छ भनेर मलाई धेरैजनाले सोधिराख्नुहुन्थ्यो होइन। अब चाहिँ सोध्नु पर्दैन किनभने फर्म खुलिसकेको छ। तपाईँहरूले थम्बनेल हेरेर पनि थाहा पाइसक्नुभयो होला, यताउता न्युजहरू हेरेर पनि थाहा पाइसक्नुभयो होला कि फर्म खुलिसक्यो भनेर। अब थाहा छैन भने पनि यो भिडियो हेरेर चाहिँ तपाईँहरूले थाहा पाउन सक्नुहुन्छ कि 2026को इक्जामको लागि फर्म खुलिसक्यो। फर्म त खुल्यो, अब कति सङ्ख्यामा फर्म खुलेको छ, कतिजना चाहिँ माग गरेको छ, कति हजारको माग गरेको छ भन्ने कुरा चाहिँ तपाईँहरूलाई राम्रोसँग थाहा नहुन सक्छ होइन। अब फर्म टोटल 72 सयको छ, 7200 जम्मा। अब यस्तो भइसकेपछि तपाईँहरूको कम्पिटिसन चाहिँ एकदमै टफ हुन्छ। जसको शक्ति त्यसको भक्ति हुन्छ। यसमा चाहिँ हेर्नुहोस्, 5000 चाहिँ म्यानुफ्याक्चरिङमा खुलेको छ भने 2000 चाहिँ लाइफ स्टक र एग्रिकल्चरमा होइन। अनि 100जना चाहिँ वन क्षेत्रमा र 100जना चाहिँ सेवा क्षेत्रमा खुलेको छ। अब यति भइसकेपछि तपाईँहरूले थाहा पाइसक्नुभयो होला, अब कम्पिटिसन चाहिँ हाम्रो एकदमै हाई लेभलको हुनेवालामा छ। अनि तपाईँहरू खुब होइन, यो फर्म कहिले खुल्ने इपिएसको फर्म, यसको कोरियाको केही टुङ्गै छैन भनेर आनन्दले बसिरहेको थियो होला नपढिकन होइन, किताब सिताब कता थन्काएर। अब फ्याट लाएर फर्म खुल्यो। अब फर्म खुलिसकेपछि त अब पढ्नु पर्यो होइन। अब फर्म भरिसकेपछि पढौँला भनेर सोचिराख्नु भएको होला तपाईँहरू, तर त्यस्तो सोच्ने होइन। आजैदेखि भर्खरदेखि पढ्न सुरु गर्ने। किनभने पहिला इक्जाम दिएर बस्नुभएकोहरू, 2-3 वर्ष पढ्नुभएकोहरू एकदमै ट्यालेन्ट हुन्छ। उहाँहरूको अगाडि तपाईँ नयाँ पढ्नेहरूको कम्पिटिसन चाहिँ एकदमै हाई हुन्छ। अनि तपाईँहरू कन्फ्युजमा पनि हुनसक्छ होइन। अहिले चाहिँ फर्म खुलेको इक्जाम होइन है। फर्म भनेको चाहिँ अब तपाईँहरू म्यानुफ्याक्चरमा जानुहुन्छ कि एग्रिकल्चरमा जानुहुन्छ कि लाइफ स्टकमा भर्ने हो कि सेवा क्षेत्रमा भर्ने हो कि वन क्षेत्रमा भर्ने हो कि त्यो अनुसारले तपाईँहरूले फर्ममा फिलअप गर्नुपर्ने हुन्छ। फर्म भर्नको लागि तपाईँहरूको पासपोर्ट चाहिने हुन्छ र पैसा कति तोकेको छ त्यो अनुसारले पैसा पनि चाहिन्छ तपाईँहरूको होइन। अब तपाईँहरूले अहिले एग्रिकल्चरमा भरेको छ र पछि इक्जाम दिने बेलामा चाहिँ म म्यानुफ्याक्चरमा इक्जाम दिन्छु भनेर चाहिँ पाइँदैन। फेरि जुनमा फर्म भर्नुभएको छ त्यसैमा मात्रै इक्जाम दिन पाइनेछ तपाईँहरूले होइन। त्यही भएर चाहिँ एकदम सोचेर सम्झेर फर्म भर्नु होला। कुन चाहिँमा कोटा धेरै छ, कुन चाहिँमा चाहिँ आफूलाई एकदमै आत्मबल आउँछ भित्री मनदेखि होइन, त्यसमा चाहिँ फर्म भर्नु होला सबैजनाले। अनि अर्को कुरा भनेको चाहिँ मेरो तर्फबाट चाहिँ सबैजनाको लागि मनदेखि नै अल द बेस्ट। सबैजनाले राम्रोसँग फर्म भर्नु होला। अबदेखि चाहिँ तपाईँहरूको लाइफ जर्नी सुरु हुनेछ होइन। फर्म भरिसकेपछि पढ्नु पनि पर्ने हुन्छ। एकदमै स्ट्रगलको दिनहरू सुरु हुनेवालामा छ, चुनौतीको दिनहरू होइन। सबैजनालाई अल द बेस्ट। राम्रोसँग फर्म भर्नु होला र सबैजनाको फर्म पुरा होस्, फर्म भरियोस् भन्ने कामना गर्छु म। स्कोर चाहिँ फुल ल्याउनु पर्ने हुन्छ होइन। अब पुरानोलाई चाहिँ नल्याउनु भनेको होइन। जो सबैजनाले राम्रोसँग इक्जाम दिनुपर्ने हुन्छ। त्यही भएर तपाईँहरू सबैजना राम्रोसँग पढ्नु होला। फर्म त भर्ने, तर उमेर तपाईँहरूको कति भयो त्यो पनि एकदमै महत्त्वपूर्ण हुन्छ। तपाईँहरूको उमेर चाहिँ 18 वर्ष पुरा भएर 19 वर्ष लागेको हुनुपर्छ र 39 वर्ष कटेको हुनु हुँदैन। किनभने फर्म भर्ने बेलामा तपाईँहरूको चाहिँ पासपोर्ट चाहिँ अनिवार्य रूपमा चाहिने हुन्छ। यदि तपाईँहरू चाहिँ अब कोरियन पढ्दै हुनुहुन्छ भर्खरै नयाँहरू, पासपोर्ट छैन भने चाहिँ पासपोर्ट छिट्टो बनाउनुहोस्। किनभने टाइम चाहिँ धेरै छैन, जुलाई 27देखि अगस्त 2सम्म मात्रै हो फर्म भर्ने टाइम चाहिँ। त्यही भएर तपाईँहरूको पासपोर्ट छैन भने चाहिँ पासपोर्ट चाहिँ प्लिज बनाउनु होला सबैजनाले, छिटोभन्दा छिटो होइन। अब पासपोर्ट छ भने त भइ नै हाल्यो। र अर्को कुरा भनेको चाहिँ तपाईँहरूले चाहिँ एकदम त्यो इक्जामको लागि फोकस चाहिँ म 40मा 40 ल्याउँछु भनेर टार्गेट गर्नुपर्ने हुन्छ कि। किनभने तपाईँहरूको कम्पिटिसन एकदमै हाई लेभलको छ होइन। सबैजना एकाएक हुनुहुन्छ, सबैजनाले धेरै मेहनत गरेर पढ्नुहुन्छ। त्यही भएर तपाईँहरू अब केही गरी तपाईँहरूको 1 मार्क्स चाहिँ कम भएर फेल भयो भने त अनि खत्तम हुँदैन।
मैले अलि राम्रोसँग पढ्नु पर्थ्यो भन्ने जस्तो लाग्छ तपाईँहरूलाई होइन। त्यो लाग्नुभन्दा अगाडि नै चाहिँ तपाईँहरूले राम्रोसँग पढ्नुपर्ने हुन्छ। जसको शक्ति त्यसको भक्ति भनेको जस्तै हो साथीहरू, हेर्नुहोस्। अनि अब फर्म त खुल्यो, फर्म चाहिँ कसरी भर्ने भनेर पनि तपाईँहरूलाई धेरै जिज्ञासा होला होइन। त्यसको लागि चाहिँ म यहाँ नोटिस राखिदिने छु, तपाईँहरूले नोटिस हेर्न सक्नुहुन्छ। अनलाइनबाट भर्नुपर्ने हुन्छ फर्म चाहिँ। र फर्म चाहिँ अब कहिले खुलेको छ त, कहिलेको लागि खुलेको छ भन्दाखेरि चाहिँ यही जुलाई 27 देखि अगस्त 8 सम्म मात्रै खुलेको छ। तपाईँहरूले अनलाइनबाट भर्न पनि सक्नुहुन्छ। प्रोसेसहरू यहाँ राखिदिन्छु म नोटिस, यो हेरेर तपाईँहरूले आफ्नो पाइपर्ने ठाउँमा, आफ्नो सहज हुने ठाउँ कता छ त्यहाँ गएर अनलाइनबाट भर्न पनि सक्नुहुन्छ। सबै डकुमेन्टहरू रेडी गरेर बस्नु होला। अब कसरी पढ्ने भनेर पनि धेरैजना चिन्तित हुनुहुन्छ होला। त्यसको लागि चाहिँ पहिला किताब खोल्ने अनि त्यहाँबाट मजाले घोक्न सुरु गर्ने। जुन चाहिँ पहिला पढेर खाइसकेको छ पोलेर, त्यसलाई चाहिँ मजाले रिभिजन गर्ने। नयाँ साथीहरू चाहिँ एकदमै लागि परेर पढ्नु पर्यो। ल गोर्खे गोर्खिनीहरू, अब जम्मा 7200 जना छ। 7200मा चाहिँ अब कुन को गोर्खे गोर्खिनीहरू चाहिँ कता कताबाट छानिनुहुन्छ त्यो चाहिँ तपाईँहरूको हातमा छ। किनभने तपाईँहरूले राम्रोसँग पढ्नुभयो भने, मेहनत गर्नुभयो भने अवश्य पनि तपाईँहरूले अवसर पाउनुहुनेछ होइन। त्यसको लागि चाहिँ तपाईँहरूले एकदमै मेहनत गरेर पढ्नु पर्यो। ल आजैबाट, पहिल्यैबाट है त। अनि त्यहाँबाट पास भएर चट्ट लगाएर कोरिया आइसकेपछि मसँग भेट्नुपर्छ। हामी सबैजना कोरियामा पैसा कमाएर नेपालमा गएर घर बनाउनु पर्छ होइन। सबैको सपना त्यही नै हो। ल साथीहरू, अब तपाईँहरूले फर्म भर्नको लागि चाहिँ रेडी भएर बस्नुहोस्, नबिर्सिनु होला। तपाईँहरूलाई इन्फर्म गराउनको लागि मैले यो छोटो मिठो भिडियो बनाएको छु। सो आई होप हजुरहरूलाई यो भिडियो मनपर्छ होला। मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर गरिदिनुहोस् र नयाँ साथीहरू हुनुहुन्छ भने सब्सक्राइब गरेर बेल आइकनमा क्लिक गरेर अलमा क्लिक गरिदिनु होला यस्तै नयाँ नयाँ भिडियोहरू हेर्नको लागि। यति भन्दै आजको भिडियो चाहिँ म यहीँ गर्न चाहन्छु। बाई, सी यु नेक्स्ट ब्लग।